नमस्ते नमस्ते जय भगवती सम्पूर्णमा मैले चाहिँ राधिका दासीजीको विरुद्धमा अब हैन अस्ति मैले कानुनी रूपमा गइसकेको छु। मसँग रहेको प्रमाणहरू यथावत मैले बुझाइसकेको छु र म विश्वस्त छु यो कुरामा कानुनले त्यसको निष्पक्ष छानबिन गर्छ र राधिका दासीजीको बारेमा जुन मैले विगतको कुरा निकालेँ त्यो निकाल्नै पर्ने भएको कारणले गर्दा किनभने सम्पत्ति शुद्धिकरणमा त उहाँको त्यो व्यक्तिको घर पनि जानु थियो नि त, त्यही निकाल्नै पर्ने भएको कारणले मैले निकालेको। तापनि राधिका दासीजीलाई मेरो कुनै पनि कुराले आहत भएको छ, चित्त दुखेको छ भने एउटा स्त्री भएको कारणले गर्दा चाहिँ म हजुरसँग माफी माग्न चाहन्छु। यो कुरामा मलाई माफ गरिदिनु होला। तर मैले हजुरलाई सल्लाह दिने नै यही हो, पैसा सबैलाई चाहिन्छ हैन, मान्छेलाई पैसा चाहिन्छ, तर मान्छेले पैसा चलाउने हो। पैसाले मान्छे चलाउन थाल्यो भने चाहिँ यसरी नै कर्मले हान्छ, नराम्रोसँग हान्छ हैन। अनि जति पनि यहाँ अब अन्धश्रद्धा अन्धभक्त पालेर बसेको हुनुहुन्छ मान्छेहरू राधिका दासीजीको लागि, तपाईहरुको आस्थालाई सम्मान छ। तर तपाईहरुले एउटा कुरा के बुझ्नु पर्यो भन्दाखेरि मेरो लडाई कुनै पनि व्यक्ति विशेषसँग होइन, राधिका दासीजीसँग मेरो कुनै व्यक्ति विशेष लडाई नै छैन। धर्मको नाममा जसले पनि लुट्छ, जसले पनि नराम्रो गर्छ, सबै विरुद्ध हो मेरो। अब मलाई भन्नुहुन्छ तिमी आफ्नो मान्छेलाई किन हेर्दैनौ, तिम्रो आफ्नो सम्प्रदाय पनि यस्तो छ भनेर भनिराख्नुहुन्छ। ठीक छ, प्रमाण ल्याउनुस्। मेरो कोही पनि आफ्नो छैन यो जगतमा हैन, कोही पनि आफ्नो छैन। जसले गल्ती गर्छ म सबैको बारेमा बोल्छु, प्रमाण ल्याउनुस्। म सबैलाई नै यो कुरामा तान्छु र मलाई अहिले सच्चाई केन्द्रले साइबरमा मुद्दा हाल्नु भएको छ र त्यो भन्दै गर्दाखेरि मलाई धेरैले परिचालित भन्नुहुन्छ। यदि म परिचालित हुन्थेन उहाँहरूले मलाई मेरो विरुद्धमा किन उजुरी दिनुहुन्थ्यो भन्ने कुरा पनि छ यहाँ हैन। अब यो आउट अफ टपिक गयो। मैले हजुरलाई के भन्न खोजेको भन्दाखेरि राधिका दासीजीको बारेमा व्यक्तिगतमा कुनै पनि कुराले आहत भएको छ भने राधिका दासीजी मलाई माफ गरिदिनु होला। तर हजुरलाई मैले सल्लाह दिने भनेको धर्मको नाममा व्यापार नगर्नु। यदि तपाई आएर मबाट यो गल्ती भयो, यहाँ मैले आश्रम बनाउँछु, अपाङ्ग अथवा विपन्न महिलाहरूको लागि पैसा उठाएको त्यो यथावत रूपमा काम गर्न सकिन, मबाट गल्ती भयो, त्यसलाई म कन्टिन्यू गर्छु भन्नुहुन्छ भने मान्छेको मन ठुलो छ, त्यतिकै पनि हजुरको फ्यान फलोइङ राम्रो छ, हजुरलाई माफ गरेर सबैजनाले हजुरलाई बरु साथ देलान्, अझै बरु हजुरको लागि डोनेसन कलेक्ट गर्लान् त्यो विषयको लागि। इभन म पनि दिन तयार छु। तर यदि तपाईले राम्रोसँग काम गर्नुहुन्छ भने म पनि तपाईलाई दान गर्न तयार छु। त्यो कुरामा राम्रोसँग काम गर्नुस् हैन। पैसा सबैलाई चाहिन्छ, तर यस्तो अन्धाधुन्दा पैसाको पछि लागेर धर्मलाई नै के भन्ने, अब धर्मलाई नै नङ्ग्याउने काम चाहिँ नगर्नु भन्न चाहन्छु मैले हैन। र यहाँ कुरा भन्ने मैले त्यति मात्रै हो। अब कानुनी रूपमा गइसकेको कुराहरू विश्वस्त नै छु, कानुनले निष्पक्ष छानबिन गर्नुहुन्छ भनेर। राधिका दासीजी तपाईलाई नराम्रो लागेछ भने मलाई माफ गरिदिनु होला। र यहाँ कुरा आउँछ वस्त्रको पनि, मलाई त्यस्तो पहिला केही पनि आइडिया थिएन हैन, वस्त्र पनि त्यही अनुसार लाउनुपर्छ भनेर। म चाहिँ के सोच्थेँ भन्दा आफूलाई कम्फर्टेबल हुने लुगा भइहाल्यो नि भनेर। मेरो चाहिँ त्यो सानो कुरामा दिमाग त्यो सोच अड्किएन कि म त ठुलो कुरामा गइरहेको थिएँ नि त। मेरो दिमाग कसरी कुन तरिकाले यो विकृति फाल्ने भनेर दिमाग गइरहेको थियो। तर मैले चाहिँ के थाहा पाएँ भन्दाखेरि यहाँ चाहिँ अहिले मलाई वस्त्र, मेरो लुगालाई, मेरो पहिरनलाई लिएरै कुराहरू मात्रै भइरहेको रहेछ। त्यही भएर ठिकै छ। अब तपाईहरूलाई यदि अब के भन्ने, कम्फर्टेबल लुगा लाएर सत्य बोलेको मन पर्दैन रहेछ, ढोङ गरेर बरु पुरै गेरु वस्त्र राख्नु मन पर्दो रहेछ भने म पनि त्यो ढोङ गर्न तयार भएँ। आजदेखि म त्यो गर्ने नै छु। मेरो लुगामा म एकदमै ध्यान दिनेछु र कुरा चाहिँ त्यही हो। अनि महिला दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भन्दा यहाँ जति पनि आन्टीहरू हुनुहुन्छ नि, तपाईँहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि यो जुन मैले उठाएको मुद्दा छ नि अलिकति संवेदनशील हो। तपाईँहरूको त्यो पहिला टिकटकमा आउने बुढा खोसाखोस पोइताना तान जस्तो कन्ट्रोभर्सी होइन, यो अलिकति संवेदनशील विषय भएको कारणले गर्दाखेरि के बोल्दैछु भनेर होस गर्नु होला। यसमा चाहिँ धर्म संस्कृतिसँग रिलेटेड कुराहरू हो यो भनेको हैन। पहिला जस्तो त्यो वाइएट कन्ट्रोभर्सी चाहिँ होइन यो। कसैको पनि यहाँ बोयफ्रेन्ड अथवा लोग्ने श्रीमतीहरू नाठो यताउति जुन तपाईहरूको कन्टेन्ट हुन्छ नि मेन, त्यस्तो खालको होइन यो। यदि तपाईहरूलाई धर्ममा आस्था छ, निष्पक्ष रूपमा म बोल्न सक्छु लाग्छ भने यो विषयमा बोल्नु होला, न तपाईहरूको तर्क आफ्नो मनभित्रै राख्नु होला। यस्तो थाङ्ने कुरा लिएर चाहिँ नआउनु होला भन्न चाहन्छु। अब यो बोल्दा नि म छुच्चो देखिएछु भने छुच्चै सही, मैले भन्ने यति मात्रै हो। कानुनी रूपमा गइसकेको विषय तपाईँ हामी मिलेर अब नबोलौँ, भ्रामक प्रचार नगरौँ र जतिले पनि मेरो पहिलादेखिको कुराहरू बुझ्नु भएको छैन भने तपाईहरूले बुझ्ने प्रयास गर्नु होला अथवा मलाई मेसेज गर्नुमा तपाईहरुलाई बुझाउने प्रयास गर्नेछु।
म कुनै पनि व्यक्तिलाई यदि बुझेको छैन भने उसलाई म दोषी मान्दिनँ। बाँकी त्यही हो, सबैजनाले एकदमै यो कुरालाई छानबिन गर्नुहोला निष्पक्ष रूपमा। र कानुनमा गइसकेको विषय अब म चाहिँ राधिका दासीजीको बारेमा केही पनि काहीँ पनि बोल्न चाहिनँ। धन्यवाद।